जापान मुनि एभ्रिवान होइन एकदम ध्यान दिनु होला नराम्रो कामहरू नगर्नु होला एकदमै अब भिसाको चाहिँ नि अलि कडै हुने सम्भावना धेरै छ किनभनेदेखि यति टाइट मान्छे छ कि त्यो होइन तपाईँहरूले बुझिसक्नु भयो होला मैले के भन्नु खोजेको लास्टसम्म हेरेर साथ दिनु होला होइन अहिले चाहिँ नि अब सबै चेन्ज हुँदैछ तपाईँ हामीले जे पनि नयाँ गर्ने भनेर प्लान गर्दैछौँ अथवा भोलिको दिनमा त्यो प्लान राखेको छौँ होइन त्यो सब कुराहरूमा चाहिँ नि यति टाइट हुनेवाला छ होइन तपाईँहरू एकदम विचार गर्नु होला होइन तपाईँहरू अब जसको भिसा सकिन लागेको छ अथवा सकिएर तपाईँले रिन्युमा हाल्नु भएको छ होइन अचानक इमिग्रेसनबाट फोन आउला होइन 30 दिनको अहिले मेरो अब त्यो म अहिले एकछिन भन्छु 30 दिनको म्याद दिएला होइन दिने हिसाबले अथवा फोन आउला तैँले के कसो कहाँ भनेर केरकार गर्ने धेरै सम्भावना छ अहिले होइन एकदमै ध्यान दिनु होला तपाईँहरूले यो चाहिँ नि अहिले अब मेरो नि एउटा साथीको एउटा होइन 3-4 जना के होइन योभन्दा पहिला चाहिँ नि 5 वर्षको भिसा दिएको अहिले तत्काल चाहिँ नि 30 दिनको भिसा दिएको हेर्नुहोस् होइन त्यो कुराहरू तपाईँ हामीलाई जो कोहीलाई नि पर्न सक्छ भोलिको दिनमा एकदमै कामहरू गर्दाखेरि चाहिँ कुराहरू अथवा तपाईँहरूले ह्यान्ड क्यास हो अकडम बकडम भनेर त्योतिर चाहिँ नलाग्नुहोस् होइन तपाईँहरू आफै चाहिँ फस्न सक्नुहुन्छ एकदमै विचार गर्नुहोस् इमिग्रेसनबाट फोन आउँदाखेरि नातिनुहोस् होइन किन आएको के गर्न आएको भनेर चाहिँ नि नातिकन आनन्दले के कसो भनेर उनीहरूले केयरकार गर्नु खोज्ला अथवा सोध्नु खोज्ला मेरो यस्तो यस्तो हो तपाईँको नाइयो एकदमै राम्रोसँग भन्नुहोस् मेरो चाहिँ नि अहिले यस्तो यस्तो छ यस्तो यस्तो गरिरहेको छु यो गरिरहेको छु जे हो हकिकत टक्क होइन तपाईँहरू त्यो चाहिँ नि एकदम कन्फिडेन्टका साथ तपाईँहरूले भन्नु भएन भनेदेखि चाहिँ आफैलाई अप्ठ्यारो पर्न सक्छ होइन र 30 दिनको म्याद दिएको हुन्छ 30 दिनको म्याद दिएकै छ अहिले मेरै मावारीमा होइन ध्यान दिनु होला तपाईँहरू चाहिँ अब के गर्ने त अब त्यो 30 दिनको म्यादमा न अर्को खाइसा खोजेर 300 गर्न सकिन्छ होइन अब धेरै धेरै टाइट हुनेवाला छ एकदम बी केयरफुल होइन तपाईँहरू काम गरिरहनु भएको छ छत्ताछुल्ला गरिरहनु भएको छ नो त्यो नगर्नुहोस् होइन मैले यहाँ मतलब एउटा सिसोक गरेर यहाँ गर्दैछु यसो 1-2 घन्टा एक्स्ट्रा यो पनि गर्छु त्यो पनि नगर्नुहोस् होइन एकदमै आफ्नो चाहिँ नि जे छ जस्तो छ त्यही हिसाबले बस्नुहोस् गर्नुहोस् स्टुडेन्ट भाइ बहिनीहरूलाई डिपेन्डेन्ट हाम्रा दिदीभाइ दाजुबहिनीहरूलाई के भन्न चाहन्छु भनेदेखि चाहिँ नि 28 घन्टा ट्याक्क यो काम देखिँदैन भन्ने हिसाबले चाहिँ त्यो चाहिँ नगर्नुहोस् है भोलि आफ्नो खुट्टामा आफैले बन्चर हान्न सकिन्छ अहिले यो अब झन् विदेशीहरूलाई अलिकति चर्को पार्ने खालकी मान्छे आएकी छे होइन एकदमै बी केयरफुल आफ्नो चाहिँ नि कसरी सेक्योर गर्ने भन्ने हिसाबले चाहिँ सेक्योर हुनुहोस् अझै ऋण सकिएको नसकिएको धेरै हुनुहुन्छ होला होइन घरको ऋण त्यत्तिकै हुन्छ नेपालमा गएर केही गर्न सकिँदैन अहिलेको कन्डिसनमा गर्न सकिँदैन भन्दा नि माहौल छैन होइन आफ्नै बिजनेस गरौँ ल यो हिसाबले मेरोसँग यो क्वालिटी छ यो हिसाबले गर्छु भन्ने हिसाबको त्यो केही नि छैन त्यही भएर बी केयरफुल गाइज होइन मैले चाहिँ जस्तो तपाईँहरूलाई एउटा इन्फर्मेसन मात्रै अलि लामो भिडियो म तपाईँहरूलाई अलि पछि बनाउने छु अहिले यति नै हस् थ्याङ्क यू सो मच हस्